हेर्नुहोस् त मेरो होटल चाहिँ यो हो। मेरो होटल चाहिँ यो हो। ल म चाहिँ होटलनिर आइपुगेँ साथीहरू। जहिले यो आगो बाल्न चाहिँ लास्टै गाह्रो हुन्छ क्या, बल्दै बल्दैन यार, भागिरहेको रहेछ, बिग्रिरहेको रहेछ। यहाँ भुइँतिर यसरी झर्या रहेछ, गाडीले कुल्चिएर लगेर यतातिर पुरै। हेलो गुड मर्निङ साथीहरू, के छ सन्चै आरामै हुनुहुन्छ होला है? म पनि एकदमै ठिक छु। फेरि पनि मैले छोटो मिठो भ्लग लिएर आउँदैछु है साथीहरू। ल हेर्नुहोस् है, गाउँघरतिरको, पोर्चुगलको गाउँघरतिरको भ्लग लिएर चाहिँ आइरहेको छु। मस्त आज पनि घाम लागिरहेको रहेछ। के हो हाम्रो होटल त यहाँबाट पो देखिँदो रहेछ त, सलक्क लगाएर यार, डेन्जर देखिने रहेछ। आज चाहिँ घाम भने जस्तै घाम लागिरहेछ, मजाको घाम लागिरहेको रहेछ। घाम लागिरहेको रहेछ, आकाशतिर पुरा प्लेनहरू उडिरहेछ। के हो यता पनि वार हुन लाग्यो क्या, फेरि टेन्सन पो हुन्छ त। के रकेट जस्तो चाहिँ एउटा गइरहेछ क्या, त्यही भएर मलाई चाहिँ शङ्का लागेको हो। हिजो आज पुरै अनि इरान, अमेरिका, इजरायल त्यस्तै न्युजहरू मात्रै आइरहेको छ। सो त्यही भएर यतातिर पनि फेरि पठायो कि भनेर हो कि। कस्तो आज त आकाश पनि निलो सेतो भएको। हाम्रो बाजेहरू मस्त खाएर बसिरहेछ। यो चाहिँ पार्क हो। यहाँ एउटा क्याफे थियो जहाँ अझै पनि रहेछ जस्तो लाग्यो सायद। सुन्तलाको बारीमा सुन्तला अझै सकिएको छैन रहेछ। हट, सुन्तलाको बोट त अझै पनि कुहिरहेको रहेछ क्या हो, सबै झरेछ। अनि कालेको बच्चा आज त सन्डे जस्तो लागेको थियो त, अनि पसलहरू सबै खुल्ला छ त। सन्डे होइन क्या हो त, सन्डे पनि सबै पसलहरू खुल्ला छ त। यता पनि खुल्लै छ। आज के बार हो है? सन्डे त नखुल्नु पर्ने त, पसलहरू त सबै खुल्ला छ त। छक्क पर्यो म त। के खोइ के भने जस्तै। यहाँ चाहिँ 2-3टा मात्रै रहेछ सुन्तला। सुनसान छ, कोही छैन यो बजारमा त। हुन त अब मान्छे नै धेरै छैन यो एरियामा, सानो बजार पनि हो, गाउँ पनि हो, त्यही भएर सुनसान छ, कोही छैन। मौसम चाहिँ अब बवाल हुँदैछ दिनदिनै होइन, गर्मी पनि बढ्दैछ। अब त सिजन सुरु हुँदैछ, सो त्यही भएर चाहिँ अब चाहिँ
काम गर्ने दिन आइरहेछ। यहाँ चाहिँ त्यही हो, गर्मी महिनामा चाहिँ लोड काम चल्छ, लोड काम गर्नुपर्छ। अनि जाडोमा चाहिँ कामसाम चल्दैन, मस्त सुत्नै बस्ने। सुन्तला त अझै रहेछ त साथीहरू यार, अझै सकिया छैन रहेछ। यो बोर्डमा चाहिँ छैन रहेछ, झरिसकेछ। यहाँ चाहिँ अझै रहेछ, टन्नै फलेर पागिरहेको रहेछ, बिग्रिरहेको रहेछ। यहाँ भुइँतिर यसरी झर्या रहेछ, गाडीले कुल्चिएर लगेर यतातिर पुरै कसैले नि खाँदैन रहेछ यार। भुइँमा यस्तै झर्या छ, खेर फालिरहेछ यार। यहाँ त कसैले नि टिपेर नखाने रहेछ, किन हो यस्तो विधि फलेर बेकारमा है। टिपेर होइन बेच्न लगे पनि हुन्थ्यो क्या हो, यस्तरी भुइँतिर लगेन त। पुरै खेर गइरहेछ, के गर्ने। हाम्रो आफ्नै भए त हुन्थ्यो। अब नगरपालिकाको सरकारी सुन्तला हो। म चाहिँ अब ड्युटीतिर जाँदैछु साथीहरू। यता यो बारीको बिचबाट चाहिँ यो 1 महिनाको पानीले त घाँस त ममो के साह्रो हो। हेर्नुहोस् त, मेरो होटल चाहिँ यो हो, मेरो होटल चाहिँ यो हो। हेर्नु होटल यस्तो छ हाम्रो। म चाहिँ तल बजारतिर गएको थिएँ एकछिन। यहाँ जङ्गल पुरै यस्तो छ, होटलको वरिपरि पुरै हरियाली, तलतिर बजार छ। म चाहिँ बजारबाट माथि उक्लिँदैछु होटलतिर। यो सबै हाम्रो होटलको जग्गा हो यो है। पुरै घाँसै घाँस उम्रेछ, फुल फुलिरहेछ यस्तो मजाले। यो घाँस अब काटेर बेच्छ होला सायद मेरो बजारमा। के को फुल हो यस्तो, तोरीको फुल जस्तो फुलिरहेछ सर्लक्कै यतातिर। फुलै फुल फुलिरहेछ। बाटो आइपुग्यो, गाडी हिँड्ने बाटो। मौसम चाहिँ सफा छ आज, मस्तको भएको छ, घाम पनि लागिरहेछ। फुल यस्तो मजाले फुलिरहेछ। यो चाहिँ ओलिभ्सको बोट जस्तो लाग्यो, सायद हुनसक्छ ओलिभ्सको बोट हुनसक्छ मेरो विचारमा। ओलिभ्सको बोट हुनसक्छ। सायद। ल म चाहिँ होटलनिर आइपुगेँ साथीहरू। अब काम हाल्नुपर्छ। थाकियो त्यति उकालो हिँड्दैमा कस्तो स्यासे पो भयो त। हेट हिँड्न पनि बिर्सिसकेछ अब त। पछाडिबाट छिर्नु पर्यो। होटल आइपुग्यो साथीहरू, पछाडिबाट एन्ट्री गर्नु पर्यो। हिजो
हिजो बेलुका चाहिँ लास्टै बिजी भएको थियो, मान्छे धेरै थियो। आज कतिको छ अब लन्चमा त छैन होला, के छ अब बेलुका त्यस्तै होला, बेलुका पनि छ होला। होला 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 मेनुएला। जहिले यो आँगो बाल्न चाहिँ लास्टै गाह्रो हुन्छ क्या, बोल्दै बोल्दैन यार। फ्याङ हुन्छ त्यो। ल साथीहरू, म त लास्टै थाक्यो आज त। आज लन्चमा धेरै मान्छे आयो होइन, एकदमै बिजी भयो, लास्टै थाकियो। बल्ल बल्ल काम सकाएर चाहिँ ब्रेकमा आएको छु, 1 घन्टा 1.5-2 घन्टा जति। अब चाहिँ एकछिन रेस्ट गरेर फेरि भरे काममा जानुपर्ने हुन्छ साथीहरू होइन। अब अर्को भिडियोमा फेरि भेटौँला है। यस्तै छ साथीहरू, अब सिजन लागिरहेको छ, एकदमै बिजी हुन्छ है। के गर्ने, काम त गर्नै पर्यो साथीहरू। ल साथीहरू, राम्रोसँग बस्नु होला है। यसो मेरो भिडियोहरूलाई पनि हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै अर्को भ्लगमा फेरि भेटौँला है साथीहरू। बाई।